Digital Banking Awareness 2025 Season 3. Powered by Probobank, विश्वास लिन्छौं. Sponsored by ICFC Finance Limited, कृषि विकास बैंक लिमिटेड, सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाई हाम्रो घर आँगनको बैंक, नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक, ग्लोबल IMA बैंक लिमिटेड, सबैका लागि बैंक, IMA लिमिटेड, नेपाल's #1 remittance company, कुमारी बैंक लिमिटेड, सबैका लागि, सधैँका लागि, महालक्ष्मी विकास बैंक, सबल बैंक, सफल सहकार्य, लुम्बिनी विकास बैंक लिमिटेड, निरन्तर सहयात्रा, NIC एशिया बैंक लिमिटेड, बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि, मुक्तिनाथ विकास बैंक लिमिटेड, जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ, एभरेस्ट बैंक लिमिटेड, दिगो दरिलो र विश्वासिलो, नेपाल फाइनान्स लिमिटेड। मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय कारोबारमा हुन सक्छ यस्तो जोखिम। तपाई हामीले प्रयोग गर्ने मोबाइल नम्बर अब फोन सम्पर्क गर्नका लागि मात्र सीमित छैन, यही नम्बर मार्फत बैंकिङ सेवा पनि लिएका हुन्छौं। त्यसैले कुनै पनि बेला मोबाइल नम्बर परिवर्तन भयो भने त्यसको जानकारी खाता रहेको बैंकले तत्काल गराउनुपर्छ, नत्र परिवर्तन भएको फोन नम्बर अद्यावधिक गरिएन भने खातामा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्छ र पैसा चोरी हुन सक्छ। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने बैंक खाता, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, SMS बैंकिङहरू तपाईको इमेल वा मोबाइल नम्बरसँग आबद्ध गरिएका हुन्छन्। यस्तै भुक्तानी सेवा प्रदायकहरूले प्रदान गर्ने मोबाइल वालेट पनि मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएको हुन्छ, जसमा तपाईको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। त्यसैले तपाईको मोबाइल नम्बर वा इमेल परिवर्तन गर्नु भयो भने त्यसको जानकारी सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी प्रदायकलाई गराउनुपर्छ, किनभने तपाईको बैंक कारोबारको सबै विवरणहरू मोबाइल नम्बर वा इमेलमा आउने गर्छ। यदि तपाईको मोबाइल नम्बर वा इमेल परिवर्तन गर्नुभयो भने र बैंक तथा वित्तीय संस्थामा अत्याधिक गराउनु भएन भने कुनै पनि मेसेज तपाईले प्राप्त गर्न सक्नुहुन्न। हिजोआज बैंकले मोबाइल नम्बरलाई स्पेसिफिक गरी कारोबार गर्न दिने भएकाले पनि परिवर्तन हुन साथ बैंकलाई जानकारी दिनुपर्छ। यसैगरी आफ्नो मोबाइल फोन हराएको, चोरी भएको अवस्थामा पनि सोको जानकारी सम्बन्धित वित्तीय संस्थालाई समन्वय गराउनुपर्छ। यदि जानकारी नगराएमा तपाईको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्छ। यस्तो हुँदा खातामा भएको पैसा चोरी हुने जोखिम हुन्छ। त्यसैले आफ्नो मोबाइल नम्बर वा इमेललाई सुरक्षित राख्नुपर्छ। मोबाइल नम्बर वा इमेल परिवर्तन भई अद्यावधिक नहुँदा हुने जोखिम, महत्त्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्छ, खाताबाट रकम चोरी हुन सक्छ, कारोबारहरूको विवरण मोबाइल वा इमेलमा आउँदैन, कारोबारहरूको विवरण तत्काल पाउन सकिँदैन, आफ्नै नाममा दर्ता भएको सिम कार्ड मात्रै प्रयोग गर्नुपर्छ, बैंक वा भुक्तानी प्रदायकको आधिकारिक एप मात्रै प्रयोग गर्नुपर्छ। जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय संस्थालाई जानकारी गराउनु बिर्सिनु हुँदैन। मोबाइल मार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र वित्तीय संस्थाले उपलब्ध गराएको आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्नुपर्छ। मोबाइल नम्बर वा सिम कार्ड परिवर्तन भएमा सम्बन्धित बैंकलाई तत्काल खबर गर्नुपर्छ र कुन नम्बर खोलेको हो त्यस नम्बरलाई बन्द गर्न लाउनु पर्दछ। खाताबाट रकम चोरी हुन सक्छ, त्यसैले बैंकमा सम्बन्धित बैंकमा जानकारी गराउनुपर्छ। यदि मोबाइल वा सिम चोरी भएमा के गर्ने भन्दाखेरि बैंकलाई तत्काल खबर गर्ने र यति रकम हराएको, यति भएको भनेर बैंकलाई खबर दिनु पर्दछ। हस्त जो पनि हुन्छ हाम्रो ताजा न्युज सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अलमा राख्नु होला र आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिँदै गर्नु होला।